हेलो फ्रेंड्स, आज हामी क्यालकुलस चैप्टरमा क्लास 12 को डेरिभेटिभ भन्ने पार्ट हेर्छौँ। सबैभन्दा पहिला हामीले क्लास 11 को सिलेबसमा डेरिभेटिभ अफ ट्रिग्नोमेट्रिक फंक्शन, अल्जेब्रिक फंक्शन, एक्सपोनेन्शियल फंक्शन र लोगरिथमिक फंक्शनको बारेमा पढिसकेछौँ। अनि हाम्रो क्लास 12 को सिलेबसमा के छ, डेरिभेटिभ अफ हाइपरबोलिक फंक्शन र यसको इन्भर्सको बारेमा हामीलाई पढ्नु छ। हाइपरबोलिक फंक्शनको बारेमा कुरा गरौँ। यो भनेको के हो? हाइपरबोलिक फंक्शन। हाइपरबोलिक फंक्शन हाइपरबोलिक फंक्शन भनेको के हो? यो के छ? इज हाइपरबोलिक फंक्शन इज डिफाइन्ड बाय using exponential function e को पावर x। हामी हाइपरबोलिक फंक्शनलाई e को पावर x को टर्ममा एक्सप्रेस गरेर यसलाई डिफाइन गर्छौं। sin hx यसो के भ्याल्छ? e को पावर x माइनस e को पावर माइनस x by 2। र यसै गरी cos hx के हुन्छ? यहाँ सिम्पली प्लस गरिदिने, यहाँ भइहाल्छ यो cos। यो भयो हाम्रो हाइपरबोलिक फंक्शनको सबैभन्दा इम्पोर्टेन्ट फर्मुला यही छ। यहीबाट हामी सबै फर्मुला डेराइभ गर्न सक्छौं र सबै फर्मुलाको बारे बुझ्न पनि सक्छौं। अब 10 को के हुन्छ? 10 hx। सिम्पली हामी यो दुवैलाई डिभाइड गरिदिनु भइहाल्छ। 10 को e को पावर x माइनस e को पावर माइनस x, यो 2 जान्छ, बाँकी रहन्छ के e को पावर x प्लस e को पावर माइनस x। यो भइहाल्यो हाम्रो 10 को फर्मुला। अब हामी यसको इम्पोर्टेन्ट फर्मुला तर्फ जाउँ। अब हामी फर्मुला के छ हेर त, तिमीहरू हेर त बुझिहाल्छौ। म ठिकै सिकाउँछु तिमीलाई फर्मुला। पहिला फर्मुला डेरिभेटिभ अफ sin hx। हामी x सब्स्टिट्युट गर्छौं के sin को के भइहाल्छ? cos hx। यसै गरी डेरिभेटिभ अफ cos hx के भइहाल्छ? sin hx। sin cos टेनमा हामीले पोजिटिभले हामी यहाँ पनि पोजिटिभ, यहाँ पनि पोजिटिभ, अनि टेनमा पनि पोजिटिभ हुन्छ। 10 hx 10 को के भइहाल्छ बाबु नानीहरू? sec h स्क्वायर x। यसै गरी डेरिभेटिभ अफ cos को के भइहाल्छ? cosec hx को भइहाल्छ बाबु नानीहरू हेर त, cosec hx cot hx। यसै गरी sec को के भइहाल्छ? sec hx को यसको भइहाल्छ माइनस sec hx 10 hx। हामीले यहाँ माइनस गर्नु लिएको किनकि cosec sec र cot मा माइनस साइन आउँछ। यहाँ के हुन्छ? माइनस नेगेटिभ भ्यालु। यसै गरी हाम्रो बाँकी सबै कुन? cot को के भइहाल्छ? cot hx को यसको भइहाल्छ माइनस cosec h स्क्वायर x। यो त हाम्रो भइहाल्यो फन्डामेन्टल फर्मुला। अब हामी जाउँ इन्भर्स वालामा। इन्भर्समा हामी जस्तै sin h इन्भर्स x यसको के हुन्छ? यसको लागि म तिमीहरूलाई पहिला एउटा ट्रिक सिकाउँछु। ट्रिक के छ हेर। पहिला इन्भर्स छ भने 1 बाइ लेखिदिने, सबैमा लेख्नु 1 बाइ। अब यसलाई इन्भर्स नमान्नेलाई sin x जस्तै बिहेभ गर्ने। मिन्स sin x जस्तो बिहेभ गरेको के हुन्छ मतलब म भन्न खोजेको यसलाई sin x जस्तो यसलाई बिहेभ गर्ने। त म यहाँ के लेख्छु? sin हेर, अब sin x बिहेभ गर्ने अनि sin x को डेरिभेटिभ निकाल्नु। sin x के हुन्छ? cos भइहाल्छ cos x भइहाल्छ। अनि हामीसँग एउटा इम्पोर्टेन्ट फर्मुला छ के? नोटमा हेर, नोटमा यो फर्मुला लेखिराख तिमीहरू। नोटमा के छ? cos h स्क्वायर x माइनस sin h
स्क्वायर एक्स को भ्यालु हुन्छ के 1। यसै गरी सेक एच स्क्वायर एक्स प्लस 10h स्क्वायर एक्स को भ्यालु के हुन्छ 1। अनि कसेक एच स्क्वायर एक्स माइनस कट एच स्क्वायर एक्स के हुन्छ -1। तब हेर त यहाँ कस एक्स को छ, यदि म यहाँबाट कस एक्स को निकाल्छु के हुन्छ, यहाँबाट हेर त बाबु नानीहरू, यसलाई साइड चेन्ज गर्दा भइहाल्छ के कस एच एक्स साइड चेन्ज गर्दा चाहिँ 1 प्लस साइन स्क्वायर एक्स, म स्क्वायर हटाउँदा भइहाल्छ रुट। इट मिन्स हामी यो लेख्न सक्छु यहाँ 1 बाई रुट अंडर 1 प्लस साइन एच स्क्वायर एक्स। अब हामी यो भ्यालुलाई एक्स ले रिप्लेस गरिदेऊ, यही भयो यो हाम्रो फर्मुला यहाँले यसको। तर यो मेथड हैन, यो एउटा ट्रिक मात्रै हो। हामीले इक्जाममा सोध्दा यो मेथडबाट बनाउनु पर्दैन, हामीलाई इक्जाममा सोध्दा म्यानुअल मेथडबाट पनि बनाउनु पर्छ। जस्तै म तिमीलाई हराउँछु, यो कसरी बनाउने म तिमीलाई हराउँछु, तिमीहरू हेर। अब के छ हाम्रो क्वेसन के थियो, हामी मान्दैन के लेट y इक्वल टू साइन एच इन्भर्स एक्स, यो थियो हाम्रो क्वेसन। अब हामीलाई यसलाई यो फर्ममा ल्याउँछु, तर प्रोपर वेमा। हामी साइनलाई यो पार ल्याउँदा के भइहाल्छ साइन एच वाई, अनि यो बाँकी हाल्छ एक्स। अब हामी यसलाई एक्स को रिस्पेक्टमा डेरिभेटिभ गरौँ, के को रिस्पेक्टमा एक्स को रिस्पेक्टमा, भइहाल्छ डी साइन एच वाई बाई डीएक्स, अनि यहाँ के भइहाल्छ डीएक्स बाई डीएक्स भइहाल्छ। अब हेर, अब हामी ध्यान दिएर हेर्छौँ भने यहाँ एंगल त वाई छ तर यहाँ एक्स, यसैले हामी यहाँ चेन रुल लगाउनु पर्छ। के लगाउनु पर्छ चेन रुल। चेन रुलमा के गर्छौँ हामी एंगल मिलाउने, यहाँ एंगल मिलाउने, यहाँ वाई छ भने तल वाईले मल्टिप्लाई गर्ने, तल हुँदैन हामीले माथिमा पनि मल्टिप्लाई गर्नुपर्छ, किनकि यो क्यान्सल भएर फेरि यही आउँछ, यही कुरा आइहाल्छ, यो जान्छ फेरि यही आइहाल्छ। डीएक्स बाई डीएक्स 1 भइहाल्छ, यो त सबैलाई थाहा छ, यो भन्नै पर्दैन मलाई। अनि यो साइन को के भन्छ हामीले अघि हेरेको थियो, के भन्छ कस एच वाई, यो के भइहाल्छ डीवाई बाई डीएक्स, यो 1। यसै गर्दा के भइहाल्छ यो डीवाई बाई डीएक्स इक्वल टू 1 बाई कस एक्स वाई। यतिसम्म कसैलाई कन्फ्युजन नहोला मलाई लाग्छ। अब हामी यहाँ फेरि नोटमा लेखेको कुरा हेर्ने, नोटमा के थियो कस एच स्क्वायर एक्स माइनस साइन एच स्क्वायर एक्स इक्वल टू 1। यहाँबाट कस को निकाल्दा के हुन्छ हेर त कस एच एक्स भन्छ के, यसलाई यो साइडमा लाग्दा प्लस भइहाल्छ साइन एच स्क्वायर एक्स, यहाँ रुट स्क्वायर छ, स्क्वायर हटाउँदा यहाँ रुट आइहाल्छ। हामी यो लेख्न सक्छौँ यसको सट्टामा, तर यहाँ एक्स छ तर यहाँ वाई छ भने वाई को रिस्पेक्टमा लेख्ने, हामी वाई छ भने के को वाई को रिस्पेक्टमा, यो भन्छ के 1 प्लस साइन एच स्क्वायर वाई। अब 1 प्लस, अब हामी साइन एच स्क्वायर वाई को भ्यालु यहाँबाट लेख्ने, हेर्दा तिमीहरू कहाँ छ भ्यालु यसको, यहाँ यसको भ्यालु के छ साइन एच वाई को भ्यालु के छ एक्स, त्यसैले हामी यहाँ यसको भ्यालु सब्स्टिट्युट गर्न सक्छौँ। यसको सट्टामा एक्स, अनि स्क्वायर छ त स्क्वायर पनि भइहाल्यो, यही आइहाल्यो। यो भइहाल्यो हाम्रो प्रोपर मेथडबाट, प्रोपर। और इक्जाममा सोध्दा हामीलाई इक्जाममा सोध्दा यही मेथडबाट बनाउने, तर त्यो फर्मुलालाई याद गर्नुको लागि अघिको मेथड याद राख्ने। त्यसैले अब हामी फर्मुला लेखौँ। अब सबैको यसै तरिकाले कस को पनि, यसै तरिकाले कस को पनि, ट्यान को पनि, और बाँकी सबै रेसियोको निकाल्न सकिन्छ। अब हामी नेक्स्ट पेजमा जाउँ। डी साइन एच इन्भर्स एक्स बाई डीएक्स, जो के भइहाल्छ 1 बाई रुट अंडर 1 प्लस एक्स स्क्वायर, त्यसै गरी डी बाई डीएक्स कस
एच इन्भर्स एक्स यसको के भइहाल्छ रुट अन्डर यसको के भइहाल्छ एक्स स्क्वायर माइनस 1 यो भइहाल्छ एक्स स्क्वायर माइनस 1 यसै गरी डेरिभेटिभ अफ tan h इन्भर्स एक्स tan को के भइहाल्छ 1 बाई सबै 1 माथि हुँदै गर्छ 1 माइनस एक्स स्क्वायर 1 माइनस एक्स स्क्वायर यहाँ भइहाल्छ अनि डेरिभेटिभ अफ यसैको रेसिप्रोकल cot h इन्भर्स एक्स के भइहाल्छ हेर त यहाँ sin cos tan मा पोजिटिभ आउँछ तर अब बाँकी सबैमा नेगेटिभ यहाँ नेगेटिभ हुन्छ यही भ्यालुलाई साइड चेन्ज यसको पोजिसन चेन्ज गर्ने एक्स स्क्वायर माइनस 1 यो भइहाल्यो यसको कट को यसै गरी डेरिभेटिभ अफ हामी निकाल्छौँ के को अब सेक एच इन्भर्स एक्स यसको के भइहाल्छ माइनस 1 बाई एक्स टाइम्स रुट अन्डर -1 यसै गरी डेरिभेटिभ अफ के डेरिभेटिभ अफ cosec h इन्भर्स एक्स भइहाल्छ माइनस 1 बाई रुट अन्डर एक्स टाइम्स रुट अन्डर एक्स स्क्वायर प्लस 1 यति हो हाम्रो इन्भर्सको फर्मुला इन्भर्समा हामीलाई यति फर्मुला पढ्नुपर्छ हाइपरबोलिक जुन मध्ये म एउटा फर्मुलालाई प्रुफ गर्न चाहन्छु जस्तै हाम्रो क्वेसन छ एउटा cos h स्क्वायर एक्स माइनस sin h स्क्वायर एक्स को भ्यालु 1 थियो यो फर्मुला आयो कसरी यसको बारेमा हामी अलि चर्चा गर्न खोजिरहेको छु मेरो यसलाई यो तरिकाले प्रुफ गर्न सकिन्छ जस्तै म एलएचएस लिन्छु भने के भइहाल्छ cos h स्क्वायर एक्स माइनस sin h स्क्वायर एक्स भइहाल्छ हामीले अघि फरेको थियो के sin cos x र sin x को भ्यालु के थियो हेर त फर्स्ट पेजमा थियो कुन पेजमा यहाँ sin x के छ यही फर्मुला हामी युज गरेर त्यो फर्मुला प्रुफ गर्न सक्छौं हेर तिमीहरु बुझिहाल्छु कसो के भ्याल्छ e को पावर x प्लस e को पावर माइनस x बाई 2 को यसको स्क्वायर पनि छ अनि सानो के भन्छ e को पावर x माइनस e को पावर माइनस x बाई 2 को स्क्वायर पनि छ अब यसलाई हामी a स्क्वायर माइनस b स्क्वायर को फर्मुला लगाएर सल्भ गर्न सक्छौं हेर e को पावर x प्लस e को पावर माइनस x बाई 2 यसलाई हामी a जस्तो बिहेभ गर्ने यसलाई b जस्तो बिहेभ गर्ने र फर्मुला लगाइदिनु धमाकदार फर्मुला लगाउने केही समय वेस्ट नगरेर फर्मुला लगाउनु धमाकदार लगाउने फर्मुला यहाँ भएछ इन्टु e को पावर x प्लस e को पावर माइनस x बाई 2 माइनस e को पावर x माइनस e को पावर x बाई 2 अब हेर त तिमीहरु अब यहाँ 2 एलसीएम लिन चाहे कमन लिँदा पनि हुन्छ एलसीएम लिँदा पनि हुन्छ जस्तै म 2 कमनै लिइहाल्छु भने के हुन्छ हेर त दुईबार 2 कमन लिँदा e को पावर x प्लस e को पावर माइनस x प्लस e को पावर x माइनस e को पावर माइनस x यो र यो जान्छ भइहाल्यो अनि यहाँ पनि 2 को पावर यहाँ पनि के यो कमन लिँदा के भइहाल्छ 1/2 के हुन्छ e को पावर x प्लस e को पावर माइनस x अनि माइनस e को पावर x अनि माइनस इन्टु माइनस के हुन्छ प्लस e को पावर माइनस x यहाँ कुन जान्छ यो र यो जान्छ बाबाधाम अनि यो हिल डुल गरेर आउँछ र यो के हुन्छ अब 2 टाइम्स भइहाल्यो 2 टाइम्स e को पावर x अनि यहाँ के भइहाल्यो 1/2 2 टाइम्स e को पावर माइनस x 2 टाइम्स e को पावर माइनस x अब यो र यो गयो यो र यो गयो अब हेर अब भइहाल्यो अब के बाँकी हामीसँग छ e को पावर x इन्टु e को पावर माइनस x अब हामी ल अफ इन्डिसेसमा के पढेछौँ हेर त ल अफ इन्डिसेसमा यदि बेस सेम छ जस्तै म x को पावर a अनि x पावर b बेस सेम छ भने पावरलाई एड गर्नुपर्छ कि पर्दैन र गर्नुपर्छ र त्यसैले हामी यहाँ पनि पावर एड गर्छौं र e को पावर x माइनस e को पावर x इट मिन्स यो भ्यालु कति कट यो 0 अनि कुनै नम्बरको पावर 0 होस्
यसको भ्यालु सधैँ 1 नै हुन्छ, यो हामीलाई 7 क्लासदेखि नै थाहा छ।